निश्चित भइसकेको छ। त्यसैले म के भन्न चाहन्छु भने हाम्रो दशरथ गेवालीश्वरको टिमले विद्यार्थी भाइ बहिनीहरूलाई दिनुभएको यो शिक्षा खेर जान्छ भन्ने मलाई लागेको छैन। यसले ठुलो प्रतिष्ठा कायम गर्दैछ, विश्वमा प्रतिष्ठा कायम गर्छ भन्ने नै लाग्छ। र तपाईँहरूको आमा बाको सपना साकार पार्ने कुरामा हाम्रो विद्यालयको सरहरूको जुन डेडिकेसन छ तपाईँहरूप्रति यो गौरवको छ भन्ने नै मलाई लाग्छ। म शिवपुरीको जङ्गलतिर जाँदैछु फेरि केही दिनमै, तर बाघ आउँछ कि भन्ने पनि कुरो आयो। बाघसँग त म पहिले लडेको मान्छे पनि हो, बाघलाई त मैले घाइते नै बनाइदिएको थिएँ एकचोटि। त्यसैले त्यो घाइते बाघ चाहिँ मसँग डराएर धेरै पर जानेछ भन्ने नै मलाई लाग्छ। फेरि कोही स्यालहरू बाघै हो भनेर आउँछन् भने त्यो स्याललाई त म समाप्त पारिदिन्छु। धन्यवाद।